पिस्तोल देखाएर 9 लाख लुटेको घटना प्रतिवादी पक्राउ। नमस्ते नमस्कार, यहाँलाई स्वागत छ तराई मधेस खबरमा। म पुनिता। डाका तथा संगठित अपराध मुद्दामा फरार रहेका जिल्ला उदयपुर त्रियुगा नगरपालिका वार्ड नम्बर 12 स्थायी घर भएका 30 वर्षीय सुजन विक उर्फ सुजेन्द्र लोहनीलाई प्रहरीले पक्राउ गरेको छ। विगतमा सिराहाको मिर्चिया नगरपालिका 3 बतहा पुल नजिक 9 लाख रुपैयाँ लुटपाटमा संलग्न रहँदै फरार रहेका उनलाई विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय सिराहाबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई सिराहा नगरपालिका 17 खैरटोखा स्थित नेपाल भारत सीमाबाट मिति 2082 असार 12 गते बिहान करिब 1 बजे पक्राउ गरेको जनाएको छ। पक्राउ परेका लोहनीलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सिराहा मार्फत सम्मानित सिराहा जिल्ला अदालतमा पेश गरिएको छ। उक्त घटना 2079 साल फागुन 10 गते दिउँसो करिब 2:45 बजे घटेको थियो। ग्लोबल आइएमई बैंक कल्याणपुर शाखाका कर्मचारीले मिर्चिया स्थित ग्लोबल आइएमई बैंकबाट 9 लाख रुपैयाँ झिकेर मोटरसाइकलमा कालो झोलामा बोकी शाखातर्फ आउँदै गर्दा बतहा पुल नजिक सशस्त्र अपराधी समूहले लुटपाट गरेका थिए। प्रहरी अनुसन्धान अनुसार नीलो र रातो रङको नम्बर नखुलेका यामाहा एमटी र टिभीएस अपाचे मोटरसाइकलमा आएका 4 जनाको समूहले कर्मचारी सहित सुरक्षा प्रदान गरिरहेका इलाका प्रहरी कार्यालय कल्याणपुरका प्रहरी जवान निकेश खवासलाई समेत हतियार देखाई कुटपिट गर्दै झोला सहित 9 लाख नगद रकम लुटेर फरार भएका थिए। घटनापछि मुख्य योजनाकार मध्ये एक लोहनी भारततर्फ भागेर लुकी छिपी बसेको भन्ने सूचना पाएपछि सिराहा प्रहरीले सशस्त्र प्रहरीसँग समन्वय गर्दै सीमा क्षेत्रमा निगरानी बढाएको थियो। प्रहरी स्रोतका अनुसार अन्य फरार रहेका अभियुक्तहरूको खोजी कार्य तीव्र पारिएको छ। यस घटनालाई प्रहरीले गम्भीर संगठित आपराधिक गतिविधिका रूपमा लिएको छ र यसमा संलग्न सबै दोषीहरूलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएको छ।